ल गुड मर्निङ है सबैजनालाई। सो आज चाहिँ म गलकोटमा आइसकेको छु हैन। योभन्दा अगाडिको भिडियोमा हेर्न सक्नुहुन्छ तपाईहरुले। सो म चाहिँ काठमाडौँदेखि पोखरादेखि गलकोट आइसकेको छु। सो आज चाहिँ डे 3 भनौँ न म ट्राभल गरेको वालामा। सो म चाहिँ घर आइसकेँ। सो देख्न सक्नुहुन्छ यो चाहिँ मेरो रुम भयो हैन। खासै केही त छैन हैन, किनभने चाहिँ म यहाँ बस्दैन नि त। सो मम ड्याडीहरु मात्र बस्ने हो। सो मेरो रुम मात्र छ के, दराज छ, दराजभित्र केही पनि छैन हैन। सो त्यही नै हो। सो आज चाहिँ कुकुर तिहार हैन। मम्मीले बिहानै कुकुरलाई चाहिँ पूजा गरिदिसक्नु भएको रहेछ क्या। म उठ्न चाहिँ अलिकति ढिला भयो, यत्रो ट्राभल गरेर आएको, त्यो भएर शरीर थाकिरहेको थियो हैन। अब चाहिँ मेरो कुकुरको चाहिँ आँखा क्या दामी छ क्या, त्यो हस्कीको जस्तो क्या। एउटा चाहिँ व्हाइट कलर हैन, त्यो व्हाइटमा ब्लू वाला, एउटा चाहिँ ब्राउन कलरको आँखा छ क्या। सो हुन चाहिँ जापानिज स्पिच नै हो, तर पनि आँखा चाहिँ हस्कीको जस्तो छ क्या हैन। सो अहिले चाहिँ पूजासुजा गरेर मालासाला लगाएर खानासाना खुवाइदिइसक्नु भएको रहेछ मम्मीले। सो अहिले चाहिँ म के गर्न लागेको भन्दाखेरि कुकुरलाई माथि छतमा लगेर जान्छु। अनि त्यसपछि तपाईहरुलाई कुकुरको सर्टहरु हुन्छ नि, मेरो कुकुर कस्तो छ अलिकति डिफ्रेन्ट छ क्या। अनि त्यो भएर चाहिँ देखाउँछु। अनि आज लक्ष्मी पूजा पनि हो। सो बेलुका चाहिँ हाम्रो लक्ष्मी पूजा पनि गर्नुहुन्छ मम्मीले। सो त्यो पनि देखाउँछु। पुरा हुन्छ नि, भयो ल ल। सो यहाँ चाहिँ मम्मीले दालहरू सुकाइराख्नु भएको छ हैन। ओए अहिले मम्मीले गाली गर्नुहुन्छ अहिले। ल हिँड माथि ल आइज, माथि छतमा जाऊँ ल। हिँड आइज, आऊ ल। हिँड ब्रुक, हिँड डराउँछ ब्रुक, डराउँछ। ल हिँड माथि हिँड कि, डराउनु पर्दैन। हाइट देखेर डराउँछ यार। ल हिँड माथि हिँड भनेको। यत्तिकै डराउँछ यार। आँखा हेर्न सक्नुहुन्छ क्या बवाल छ है, यस्तो दामी आँखा छ क्या। ब्रुक यहाँ हेर, यस्तो दामी छ क्या। यो आँखा यस्तो दामी छ। सो अर्को आँखा चाहिँ यो भयो, यो पनि बवाल छ। सिट ब्रुक, आऊ यहाँ ल। यो चाहिँ मेरो कुकुर, यसको नाम चाहिँ ब्रुक हो हैन। सो मसँग योभन्दा अगाडि पहिला ककर स्पाइनलवाला ब्रिडको कुकुर थियो क्या। अनि त्यो भएर त्यसको नाम पनि ब्रुक थियो। अनि यहाँनिर पहिला चाहिँ मैले काठमाडौँ पालेको थिएँ। अनि काठमाडौँमा नसकेर मैले यता बागलुङ पठाउँदाखेरि चाहिँ यहाँनिरको बाटोमा भोटे कुकुरले टोकेर यहाँ घाँटीमा के, अनि त्यो मारिदियो क्या। अनि लगभग त्यो 5-6 इयर्सको थियो त्यति बेला। अनि मम्मीहरूलाई एकदम नराम्रो लागेछ क्या त्यो मरेको देख्दाखेरि। त्यहाँदेखि अबदेखि कहिले कुकुर नपाल्ने हुन्छ नि, त्यत्रो माया गरेर पाल्यो। अनि त्यो मर्दाखेरि एकदम गाह्रो हुने रहेछ नि त। त्यो भएर चाहिँ नपाल्ने भन्दै हुनुहुन्थ्यो। फेरि ड्याडीले कुकुर ल्याएर आउनुभयो। अनि यसको आँखा चाहिँ क्या बवाल छ कि, ठ्याक्क ल्याएर यहाँ हेर बाबु। एउटा चाहिँ ब्राउन कलरको आँखा हैन, एउटा चाहिँ व्हाइट कलरको आँखा छ हैन। सो कुकुर तिहार गरेर मालासाला सबै कुरा लगाइदिएर, अब यो कपालले गर्दाखेरि चाहिँ देखिँदैन। आज नुहाइदिने भनेको। अनि तलपट्टि गिजर चाहिँ ग्यास सकिरहेको रहेछ क्या, त्यो भएर तातो पानी नभएर चाहिँ नुहाइदिएन। अलि चिसो छ नि त। सो बिरामी होला भनेर एकदम राम्रो देखिन्छ, राम्रो चाहिँ हैन। त्यो आँखा नै बवाल छ क्या, हस्की टाइपको आँखा छ। अघि मैले ठ्याक्क योभन्दा अगाडि देखाइहालेँ हैन। र यहाँ चाहिँ मस्त धान झार्दै हुनुहुन्छ हैन। यो चाहिँ बाटो भइहाल्यो है। ब्रुक चाहिँ यहाँ सुतिरहेछ, गर्मी भएछ यसलाई। आऊ जम तल जाम। यो है वेदर चाहिँ बवाल छ, सबै कुरा दामी नै भइरहेछ। सो अब बाँकीको चाहिँ बेलुकाको लक्ष्मी पूजा गरेको भिडियो हुन्छ होला मोस्ट प्रोबेबली। सो दिउँसो कतै गयो भने त्यो पनि खिच्छु है त। ल यो भ्यूको साथ ल हाम्रो चाहिँ टक्क लाएर लक्ष्मी पूजा सुरु हुँदैछ है। ठ्याक्क यता मम्मीले चाहिँ यो एउटा यस्तो बनाउनु भएको छ। ब्रुक चाहिँ त्यहाँ बसिरहेछ है। आन्टीले चाहिँ यता बनाउँदै हुनुहुन्छ। के बनाउन लाउनु?
यस्तो अर्कै बनाउँछु भनेर लगाइदिएँ यस्तो बनाउनु खोजेँ बिचमा बनाइछु केही हुन्न यस्तो मिलाएर बनाउनु न ल हाम्रो यस्तो देखियो है रङ्गोली चाहिँ बतासे उडाएर नदिने छ हावा लाग्यो होइन पारे गर्छ हाम्रा रङ्गोली चाहिँ बिहान बनाउनु पर्छ ल यता हामीले बत्ती पनि बालिसक्यौ अब यहाँ पूजा सुरु हुन्छ अट्टा लाग्यो यतापट्टि चाहिँ मम्मीले बाल्नु भएको छैन जस्तो छ अर्कोमा चाहिँ हाम्रो गोल्डन कलरको छ होइन सो त्यो चाहिँ उतापट्टिबाट देखिन्छ है ल म चाहिँ कतिको देखिरहेको छु होइन म चाहिँ छतमा आइरहेको अहिले चाहिँ ठ्याक्कै लाएर यता बत्तीहरू बालिरहेको हो होइन अनि त्यो भएर चाहिँ प्याटर्नहरू देख्न सक्नुहुन्छ सो उता पनि देख्न सक्नुहुन्छ अगाडिपट्टिहरू पनि है सो यस्तो छ पल्तिर घरको चाहिँ यस्तो छ यता घरको चाहिँ यस्तो छ है बाबा यो ब्रुक चाहिँ यहीँ छ मसँग म जहाँ गयो त्यही नै आइरहेको हुन्छ है यो ब्रुक चाहिँ सो त्यही नै हो है मम्मीहरू लक्ष्मी पूजा गर्दै हुनुहुन्छ म चाहिँ लक्ष्मी पूजामा जान्छु है ल है त आमा के लाउनु हो र बम पड्का खान गरे बम पड्का खान आएन भनेर कराउँछ मसँग त्यो कुकुरका आएन भनेर कराउँछ क्या मसँग आमाले मम्मीको रङ्गोली नि भयो अह यहाँ त बोलेन मम्मी जानु भित्र ल है त पूजा गर्दै जानुभएको छ मम्मी चाहिँ है त यहाँ पनि यस्तो गरेर यहाँनिर बाहिर चाहिँ बत्ती बलेन सो यहाँ बाल्यौँ बत्ती यहाँबाट पूजा गर्दै काकी चाहिँ यहाँ जाँदै हुनुहुन्छ भित्र त बल्यो होइन ल पूजा गर्दै जानुको माथि एकैछिन आयो है त सो हाम्रो चाहिँ यहाँनिर तुलसीको मोठ छ होइन यहाँनिर बत्ती बालिएको हो यो हावाले गर्दाखेरि चाहिँ बलेको छैन होइन सो यहाँबाट मम्मीले लक्ष्मी भित्र आउँदै यहाँसम्म लग्नु भएको छ यहाँबाट चाहिँ माथि यहाँनिर दियो बाल्नु भएको छ है सो यो चाहिँ हाम्रो प्यासेज भयो है यहाँबाट पूजा गर्दै चाहिँ यहाँनिर पनि यस्तो गरेर बत्ती बाल्नु भएको छ रुख चाहिँ मेरो जहाँ गयो नि पछि हो कि यसले कहीँ छुटाउँदैन मम्मी माथि हुनुहुन्छ ल मम्मी चाहिँ यहाँबाट पूजा गर्दै जानुभएको छ रुख पनि आइरहेछ मेरो पछि आमा यहाँ बस्नु भएको छ ल हेरौँ है त मम्मीले पूजाको ठाउँ के पूजा गर्दै हुनुहुन्छ यो चाहिँ हाम्रो पूजा कोठा है माथि टपमा सो यहाँ चाहिँ हाम्रो हजुरबाको फोटो छ स्वर्गीय खड्ग बहादुर भण्डारी है ल यो चाहिँ हाम्रो सदा वसन्तं हृदय रवीन्द्रे भवं भवानी सहितं नमामि तमेव माता च पिता तमेव बन्धु सखा तमेव विद्या धर्मिणं तमेव सर्वं मम देवदेव मम्मीले चाहिँ एउटा टक्क बाबालाई टिका लगाइदिँदै हुनुहुन्छ ढोगा नि होला नि त बाबा ए मम्मीले पो
लक्ष्मीको बास होस्, कहिल्यै दुःख कष्ट केही आइ नपरोस्, पुरा आइहोस्, दुःख कष्ट केही नपरोस्, समाधान होस्, मनले आँटी चिताएको पुगोस्, लक्ष्मीले बास गर्नु। ल सक्नु मम्मीले ए राम्रो देखिएछ त हो र यहाँ हेर यो यहाँ घाँटी हाल्नु बोल्यो छ हो र ए ल ल ल भोलि गफ गर्नुपर्छ हजुर र म है भोलि गफ गरौँ ल ल हाम्रो यताको घरको पनि मजाले लक्ष्मी पूजा सकिसक्यो है। अब चाहिँ हामी मामा घर जानु लाग्यो कि आमा चाहिँ एक्लै हुनुहुन्छ नि त अनि मामा घरमा कोही छैन कि अनि त्यो भएर चाहिँ म र मम्मी चाहिँ अब सबै कुरा सकाएर यहाँको आमालाई खानासाना खुवाएर आमालाई र ड्याडीलाई अनि त्यसपछि हामी चाहिँ मामा घर जानु लाग्यो हो है। म तपाईँहरूलाई लास्टमा घरको त्यो देखाउँछु भनेको थिएँ नि त सो म एकैछिनमा देखाइहालेँ है त। ल है त यो चाहिँ हाम्रो घरको बाहिरपट्टिको लुक्स होइन। सो उतापट्टि चाहिँ एउटा वाटरफल लाइटै हालेको यतापट्टि चाहिँ सिङ्गल भयो होइन। सो नेक्स्ट टाइम चाहिँ म सबैतिर त्यही नै एउटा सिङ्गलवाला 20x20को लाइट लिएर हालिदिन्छु है। सो अहिले चाहिँ म ठ्याक्क मामा घर जानु लाग्यो है त। यो भ्लगलाई यहीँ इन्ड गरौँ, अलि हतार छ है त। सी यु इन द नेक्स्ट भिडियो, बाई बाई।